हेलो गाइज, अब म चाहिँ यहाँ फेरि आएँ ब्लग गर्न। राति ब्लग नगरे कति हो, त्यही भएर राति आज ब्लग गर्न आएको छु म। के छ भने यार, यताबाट हिँड्नु पर्ला। यहाँ बाटोको बिच साइडमा चाहिँ छु म होइन, तर देयर्स लिटरली अ पार्क ओभर हियर। सो म त्यहाँ जान खोजिरहेको छु। रुक ल, बाटो गइसके पछाडि के छ गाइज, के हुँदैछ यार ब्रो? भाइब चाहिँ दामी छ कि। राति मैले खासै ब्लग गरेको छैन, त्यही भएर वाइ नट राति। सो दिस प्लेस इज लाइक लास्ट डे भाइबी एन्ड स्टफ छ क्या हाम्रो पेप्सी खोलाको यो दिवसै प्लानिङको यतापट्टि। अनि सो गाइज इट्स भाइबी आउट हेयर। ल हेर सर हेर गाइजहरू रमाइलो छ। अनि के हुँदैछ यार ब्रोस अनि ब्रोनिजहरू? तर मान्छेहरू हिँडिरहेको छ, यही साइडबाटै हिँड्छु म। अनि रिसेन्टली मैले चाहिँ एउटा त्यो न्युज हेरिरहेको थिएँ कि हाम्रो मावि पुनले चाहिँ एउटा सेटेलाइट लन्च गरेको छ नि त उतातिर। अनि ब्रो मलाई चाहिँ बल लागेको थियो। लाइक पहिलो कुरो चाहिँ आई वान लाइक सल्युट अहिलेको गभर्मेन्टलाई, हाम्रो मिनिस्टर अफ साइन्स र एजुकेसनको छुट्टै मन्त्रालय बनाउनु भनेको द्याट्स अ लाइक भेरी बिग अचिभमेन्ट भन्छु कि म। अब अहिले चाहिँ मान्छेले बुझ्दैन है, लाइक 10, 15, 20 इयर्स पछाडि चाहिँ दे विल अन्डरस्ट्यान्ड लाइक द वेट अफ लाइक दिस डिसिजन के होइन। नै कि अब मोडर्न वारफेयरहरू भनेको तिम्रो इट्स नट गन बी फट बिट्विन एटम बम्स एन्ड स्टफ के। इट्स लाइक बिट्विन हु हेज गट अ बिग बायोकेमिकल रिसोर्सेसहरू होइन, टेक्नोलोजिकल एडभान्सेसहरू कोसँग छ। द्याट्स गन बी द लाइक नेक्स्ट के भने नेक्स्ट निस वेपन आई गेस होइन। द्याट्स जस्ट माई ओपिनियन है। अनि त्यो सेटेलाइट चाहिँ के कस्तो रहेछ गाइज, इफ यु गाइज नो होइन, लेट मी नो इन द कमेन्ट सेक्सन होइन। किनकि अब लास्टै क्युरियस त्यो सानो लाइक बक्स जस्तै होइन। अनि हाउ आर दे गन लन्च द्याट स्टफ के होइन। तर अब लाइक लिटरली खुसी लागिरहेको थियो कि लास्टै म नट टेक र यो यस्तो नर्डी र साइन्टिफिक स्टफहरूको लागि म एकदमै लाइक आइ मिन टु द्याट काइन्ड अफ सिट नि त होइन। त्यही भएर आई वाज लाइक ओके। अर्को अनि गाइज तिमीहरूले कतिले हेरेछ किन होइन, अस्ति मैले ऊ त्यो हेरिरहेको थिएँ कि लाइक न्युजहरू त्यो आइरहेको हुन्छ नि त। नेपाली कङ्ग्रेसको त्यो शेरबहादुर देउवा फेरि फर्किरहेको रहेछ के ब्रो। अनि लाइक त्यो मलाई फर्केर ठुलो कुरा छैन होइन। लाइक मान्छेहरू लास्टै भिड्थ्यो होइन पुरा, लाइक हुन्छ नि लाइक लाइक ब्रो लाइक अस्ति सोल पर्पस अफ जनता आन्दोलन भनेको के भन्छ भन्दाखेरि चाहिँ डिस्टेबल what can I say, like establishment of new order that gonna be working government for the nation and for the working class हो नि त। अनि हेरिरहेको थिएँ ब्रो, यहाँ अन्यारो भयो यार। ड्रब्याक्सहरू हुन्छ जस्तो लाग्छ कि होइन। अब मैले अस्ति पनि फेरि भने होइन, अस्ति पनि भनिरहेको थिएँ, अहिले पनि भनिरहेको हुन्छु, त्यो मेडिकल पर्सनहरूलाई ज्याम कुटिरहेको हुन्छ। अनि नो प्रिकसन्स आर लाइक टेकन के लाइक फर द एक्सन दे आर कन्डेमिङ अगेन्स्ट द मेडिकल प्रोफेसन। हानिरहेको छ, कुटिरहेको छ, भइरहेको छ, टाइफिडको भइरहेको हुन्छ होइन। अनि ब्रो यो क्याफे चाहिँ दामी लाग्छ कि हेर न ब्रो, लाइक लिटरली दिस वान इज लाइक ड्युड असम एज फक जस्तो लाग्यो मलाई होइन। ब्रो आई वाज एबल टु क्रस द रोड होइन, ट्याक्सी आइरहेको ब्रो। अरू भनेको के छ, म एनिमी हेरिरहेको थिएँ, ब्लिच हेरिरहेको थिएँ ब्रो। ब्लिच आइ एम नट गोना स्टप ग्लेजिङ ब्लिच ब्रो। ब्लिच इज असम त्यसो नि। लेट मी क्रस द्याट सिट। ल म क्रस गर्दैछु, मेरो क्रस गरेँ। त्यही गाइज, त्यही हो नेपाली कङ्ग्रेस। लाइक अलट अफ मैले पिपलहरू हेरेर आउँछ है, नेपाली कङ्ग्रेसको एकदम डिफेन्ड गरेर आउँछ। लाइक नेपाली कङ्ग्रेस यस्तो लाइक डेमोक्रेसी लिएर आएको। फर्स्ट एन्ड फर्स्ट मेरो ओपिनियन के छ भन्दाखेरि डेमोक्रेसी इज नट बट अपन बाई सर्टन पोलिटिकल पार्टिज होइन। यो सर्टन पोलिटिकल पार्टी इज गन क्लेम लाइक आई हेभ बट डेमोक्रेसी एन्ड स्टफ होइन। दे आर नट डेमोक्रेटिक पार्टी इन फर्स्ट प्लेस के होइन। बिकज इट्स फर द पिपल है, इट्स फर द पिपल बाई डेफिनेसन, फर द पिपल बाई द पिपल एन्ड टु द पिपल हो नि त। So if any party gonna claim like I bought democracy, I am the like forgiven, I am like forsaken God and stuff, they are one of the most manipulating party I like per se है। त्यो भने पछाडि चाहिँ आई गेस त्यो चाहिँ मेरो ओपिनियन हो होइन। अनि त्यही हो ब्रो, यहाँ अँध्यारो छ, म लाइट चाहिरहेको छ। लाइट भए पछाडि राम्रो भ्लग आउँछ केटा हो। स्टार्टिङ फेजमा चाहिँ भ्लग गर्न चाहिँ आई वाज अकवर्ड होइन, तर नाइटमा खासै कोही पनि हुँदैन नि त। अनि त्यही भएर भ्लग गर्न मलाई ठिकै लाग्छ कि होइन। अब यहाँ न्यारो एलिजहरू छ, अनि त्यही भएर खासै वरिपरि
यताबाट उता कट्नु पनि सजिलो के लाइक प्रो दिसो चाहिँ आई गेट अकवर्ड होइन म जस्तो एक्सट्रोभर्ट भन्छु नि धेरै होइन आइएम लाइक एम्बिभर्ट भन्छु होइन ठ्याक्क मान्छे आउँदाखेरि के भन्ने आई बिकम लाइक अलिकति सेल्फ कन्सियस नट अ बिट टु मच एन्ड वन्स आइम इन द फ्लो आई एम अ फ्लो टाइप सिटको कुरो हो द्याट बिङ सेड नाइस क्याफेज अराउन्ड हियर त्यही हो गाइज अरू तिमीहरूको ओपिनियनहरू भन यार ब्रो होइन आई थिङ्क दिस पार्टी इज डुइङ गुड होइन अहिलेको गभर्मेन्ट इज डुइङ गुड मेरो त अरू भन्दाखेरि दे आर इस्टाब्लिसिङ अ सेपरेट मन्त्रालय फर लाइक वर्किङ अन साइन्स एन्ड स्टफ नि त द्याट्स गन बी बिग प्लस फर मी के होइन बिकज लट अफ अब एउटा कुरामा चाहिँ म आज डकुमेन्ट्री हेरेको थिएँ होइन अनि ठ्याक्क आइएम गन कमेन्ट अन दिस डेङ जाओपिङ भन्ने छ कि बिफोर लाइक आफ्टर माओ जेडङ डाइड एन्ड स्टफ होइन डेङ जाओपिङ टुक ओभर लाइक इन द कम्युनिस्ट रिपब्लिक अफ चाइना होइन अनि वाट डेङ जाओपिङ डिड वाज लाइक अमेजिङ स्टफ कि उसले चाहिँ साइन्स र टेक्नोलोजीहरूलाई चाहिँ एउटा इन्टरनेसनल लेभलमा लैजाने प्रोसेसतिर लाग्यो कि अनि इट्स वर्किङ भन्छ होइन द एक्सपेरिमेन्ट दे क्यारिड आउट इन सेन्जेन एन्ड त्यो नियर बाई प्रोभिन्सेसहरू दे पेड आउट फेन्टास्टिकली नि त बिकज डेङ जाओपिङको फिलोसफी इज अल्सो भेरी मलाई एकदम रेजोनेटिङ विथ मी होइन एन्ड इट्स भेरी गुड त्यस्तो के भन्छ भन्दाखेरि चाहिँ डेङ जाओपिङ होइन वाट हि रिलाइड अन हेभिली वाज आई डोन्ट केयर वेदर द क्याट इज ब्ल्याक अर वाइट होइन as long as it catches mice होइन it's gonna do the work भन्छ होइन and that's fantastic होइन it doesn't matter whether you are capitalist, communist, liberal bro होइन or some kind of other stuff होइन until unless the economy is good होइन you have fantastic lifestyle the luxury of having a good economy it will be plus and it will be okay for me as well के होइन त्यही भन्छु म चाहिँ अब यहाँबाट जाउँ न होइन यहाँ कहाँ जान्छ मित्र यता साइड हेर्नु पर्ला यार ब्रो मलाई हेरेर आउँछ होइन म ठ्याक क्यामेरा हेर्छु त सरी चेन स्मोकर क्याट हेरेको थिएँ कि मैले त्यो होइन हेभी गाइज लाइक हर्ड अफ द नेम होइन मैले नाम चाहिँ बाबालाई मैले हेरेँ होइन यस्तो एस एनिमी थियो ब्रो आई ड्रप डिड लाइक इन फर्स्ट एपिसोडको 15 मिनटपछि ड्रप गरिदिएँ मैले अनि त्यस पछाडि हेरिनँ मैले त्यो चाहिँ यहाँबाट यसो तल निस्किनुपर्छ क्या अरू भन्दा गाइज के छ हालको अर्को मैले हेरिरहेको चाहिँ एउटा निप्पोन सेङ्गोकु भन्ने छ के बवाल आइरहेको छ त्यसको ट्रेलरहरू हेरेको थिएँ वाज लाइक फेन्टास्टिक होइन त्यो चाहिँ हेर्न मन लागिरहेको छ निप्पोन सेङ्गोकु हेर्छु अरू निस एनिमीहरू चाहिँ हेर्न मसँग नट लाइक त्यो हुन्छ नि ट्रेन्डी स्टफहरू मात्र होइन लाइक काइन्ड अफ निस एन्ड स्टफ सायरपङ्कको पनि पार्ट 2 आइरहेको रहेछ सायरपङ्क मैले पार्ट 1 हेरेको छैन त्यो बिहान लाइक हाइप चाहिँ राम्रो छ सायरपङ्कको अब यहाँबाट म उता जान्छु ब्रो अनि गाइज अरूहरू भन के छ हालको तिमीहरूको डेङ जाओपिङ चाहिँ एकदम अन्डररेटेड मान्छे जस्तो लाग्छ कि लाइक अ लट अफ पिपल नो अबाउट ली कुआन यू होइन बट डेङ जाओपिङ इज लाइक द गोड भन्छु द चाइना टुडे इज चाइना कज अफ लाइक डेङ जाओपिङ है फेन्टास्टिक पर्सन अलिअलि चाहिँ थाहा भएको कुरा भने मैले द्याट्स वाट इट इज ब्रा अरू भन गाइस के छ अनि आई थिङ्क एनिमी इज गोइङ इन नेपाल यार ब्रो आई एम सो मच लाइक ह्याप्पी एन्ड स्टफ किन भन्दाखेरि एनिमी वाज लाइक लास्ट एन्ड निस ब्याक देन के होइन इट वाज लाइक आई एम 16 इयर्स एन्ड दिस इज डिप टाइप सिटको लाग्थ्यो मलाई चाहिँ होइन लिटरली आई ग्रो अप इन डेथ नोट त्यस पछाडि फर्स्ट एनिमी मैले अनोइङली कन्ज्युम गरेको विदाउट नोइङ इट वाज एनिमी भनेको चाहिँ ड्रागन बल हो लाइक ओजी फ्यान नो ड्रागन बल है अहिलेको नि पिपल नो ड्रागन बल त्यस पछाडि आई एम टु अन दिस स्टफ के ब्रो आई निड टु गो इन द्याट पार्क त्यहाँबाट चाहिँ म क्रस गरेर पार्कमा जान्छु त्यही हो आई गट लट अफ सपोर्ट दिस गभर्मेन्ट होइन बिकज फर्स्ट एन्ड फर्मोस्ट स्टेबिलिटी चाहिन्छ अनि पहिलाको पोलिटिकल पार्टिजहरू थाहा छ कि स्टेबिलिटी हुन दिनु भएन बिकज स्टेबिलिटी भइसकेपछि दे आर गन थ्राइभ जस्तो लाग्छ मलाई होइन सो दे आर एक्टिभली त्यो लागिरहेको हुन्छ नचाहिने प्रोपागेन्डाहरू स्प्रेड गरेर हुन्छ अनि ब्रो आई थिङ्क इट विल टेक टाइम होइन त्यत्रो अहिले गभर्मेन्टसँग दुवै टास्क छ कि दे हेभ टु सो समथिङ कि दे आर क्यापेबल डुइङ समथिङ होइन अनि अर्को भनेको पहिलाको जति पनि नराम्रो जति पनि यिनीहरूले लाइक ध्वस्त गरेको थियो नि होइन दे हेभ टु लाइक मेक द्याट स्टफ वर्क अगेन टाइप सिट पनि हो नि त त्यो भएको कारणले नट ओन्ली दे हेभ टु प्रोड्युस दे हेभ टु रिपेयर एज वेल त्यो इट विल इट्स गन टेक टाइम होइन अनि अलट अफ पिपल लाइक क्विकली जस्तो अहिले के गरेको छ मलाई चाहिँ अहिले गरिरहेको छ जस्तो लाग्छ होइन प्यासेन्स चाहिन्छ होइन यो अनि
त्यही हो कुरो I'm gonna like go यार bro अब चाहिँ जाम किन भन्दाखेरि म टु एन्ड फ्रो यहाँ मात्रै हिँडिरहेको छु कि अगाडि जानु पर्यो मलाई त्यही हो गाइस अरू भन वाट इज अप एन्ड अप त्यही हो नाइटमा भ्लग गर्दाखेरि लाइक रमाइलो हुँदो रहेछ अब इफ एनीबडी इज स्टार्टिङ भ्लगिङ होइन म सँगसँगै भ्लग गर्न आऊ ब्रो अनि यु क्यान लाइक भ्लग इन नाइट ब्रो नाइटमा चाहिँ नट अ लट अफ पिपल अनि दिस प्लेस इज भाइबी ब्रो अनि वाक पनि हुन्छ ब्रो द्याट्स अ प्लस 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 टाइप सेट अनि अरू भन के छ गाइस हाल खबर त्यही हो आई हेभ गट अ इज फर लाइक त्यो साइकोलोजिकल एनिमे के मैले कागुराबासी हेरेँ होइन ए कागुराबासी बनाएको छ ब्रो त्यो टोमोडाजी गेम होइन ब्रो बबाल थियो त्यसपछि क्लासरुम 8 पनि हेरेँ मैले होइन क्लासरुम 8 अनगोइङ त मलाई माङ्गा पनि मलाई थाहा छ कि क्लासरुम 8 को सो आई एम लाइक गेटिङ बोर्ड एन्ड स्टफ होइन के चाहिँ हेरौँ भने लायर गेम भन्ने थियो एउटा लायर गेम हेर्न खोजेको लायर गेम वाज नट के भने मलाई त्यस्तो हुक चाहिँ गरेन कि लायर गेमले आई ड्रप इन लाइक कति फर्स्ट सेकेन्ड एपिसोड पछि ड्रप गर्दै मैले लायर गेमको त लायर गेम वाज ननदलेस गुडै जस्तो लाग्यो तर नट फर मी टाइप सिट है अनि अरू के छ तिमीहरू भन गाइज कुनै एनिमी रेकमेन्ड गर्छौ भने ड्रप इट इन द कमेन्ट होइन त सो आम रिटर्न गर्दैछु अनि त्यस पछाडि म गएर खाना खान्छु ब्रो अरू भन कसरी हुर्क्या बुलेट त्यसरी पुऱ्याइरहेको क्या अनि ब्रो यस मलाई लिक्योन्यूको एउटा डायलग चाहिँ के याद राख्छ के चाहिँ लिक्योन्यूको मलाई एउटा प्रिन्सिपल चाहिँ के राम्रो लाग्छ भन्दाखेरि चाहिँ हि ह्याड अ लाइक अ फर्म प्रिन्सिपल फर वाट हि वाज गन डु के होइन अनि हि वाज नट फ्लेक्सिबल के दो है अनि समटाइम्स वाट आई थिङ्क होइन अब डेङ जापिङ र त्यसमा लिक्योन्यूको दुईवटा डिफ्रेन्ट प्रिन्सिपल स्ट्यान्डिङ छ लिक्योन्यू वाज भेरी क्लियर अन हाउ हि वाज गन रन कन्ट्री होइन हि वाज भेरी सक्सेसफुल्ली दो होइन सक्सेसफुल हो अर्को भनेको डेङ जापिङको चाहिँ के थियो भन्दाखेरि चाहिँ हि वाज गन इम्प्रुभ द इकोनोमी एन्ड हि वाज गन एक्सपेरिमेन्ट क्यापिटलिस्ट प्रिन्सिपल अन सम काइन्ड अफ स्टेट त्यो वर्क गर्छ भने चाहिँ इट्स गन वर्क होइन इट्स नट लाइक त्यो एकदम लुजली एसेस्ड एकदम हाइली एसेस्ड ग्याम्बल जस्तो लाग्थ्यो मलाई डेङ जापिङको हाइली लाइक के डेङ जापिङ के होइन किन भन्दाखेरि आई लाइक हिज फिलोसफी के म डेङ जापिङको सानो क्लिपहरू आएको थियो अनि मैले हेरेँ अनि त्यसपछि आई फलोड अन लाइक 2-3 क्लिप्स एन्ड स्टफ होइन इट वाज लाइक गुड कि मलाई डेङ जापिङ मलाई अनरेटेड होइन आई गेस जुन हाइपमा लिक्योन्यूको राख्छ नि मान्छेहरूले त्यही हाइपमा डेङ जापिङ डिजर्भ्स मोर नट लेस भन्छु क्या डेङ जापिङ डिजर्भ मोर तर ठिकै छ आई गेस हिज प्रिन्सिपल्स वर्किङ आई गेस होइन त्यही नै हो अब फर्किँदैछु यार ब्रो अब चाहिँ यहाँ लाइटिङ नभएर चाहिँ इट्स गन लुक काइन्ड अफ ग्रे नि होइन तर ननदलेस के छ सेट ब्रो निप्पन सेङ्गोकु हेरेरै छु यार मैले त्यो अब म एउटा अनपपुलर ओपिनियन भन्छु क्या ब्रो अब कसले क्लासमा फिलिट हेलेछ होइन अब तिमीहरू फेभरेट क्यारेक्टर के छ होला अब कसले मागै पर्ने होला चाहिँ थाहा छ होला कतिले यागामी भन्छ कतिले इच्का पनि भन्छ होला तर इन माई लिस्ट होइन अभियसली डगोट इज आएन खोजी नै हो होइन आएन खोजी त्यसमा आएन खोजी सेकेन्ड होइन आएन खोजी नै हो तर आएन खोजी पछाडि चाहिँ मलाई चाहिँ बल लाग्ने भनेको चाहिँ त्यो दुइटा छ नि अहिलेको सिजनमा आएको छ के आई फर्गट द नेम आई काइन्ड लाइक कोइन्जी पनि के ब्रो कोइन्जी नोज इज स्टफ के कोइन्जी नोज वाट इज डुइङ होइन अनि कोइन्जी इम्बडिज अ गुड प्रिन्सिपल पनि हि इन्जोयज फ्रिडम होइन अनि हि नोज वाट्स द कस्ट इट विल कम थ्रु होइन अनि बोथ आएन खोजी र कोइन्जीको त्यो पार्टमा चाहिँ ठिकै छ बोथ वान्ट्स फ्रिडम होइन बट आएन खोजी ह्याड अ सेपरेट प्रिन्सिपल बेस अफ फ्रिडम के भन्दाखेरि आम गना पर्सनल फ्रिडम एन्ड नो वन गना डु सिट होइन इफ एनीबडी इज गना डु सिट होइन आई विल फिगर इट आउट टाइपको छ
And but Koenji doesn't bother, okay, bro. this is the way I'm gonna do shit, होइन. If you don't like comply, fuck you type shit को अनि ठीक लाग्छ मलाई. Other than that, yes, सबै रमाइलो छ. अर्को भनेको तिमीहरूले क्लासरुम फ्लिट हेरेछ कि नै होइन? क्लासमेट अर्को भनेको चाहिँ अट्याक अफ टाइटन्सको अनपपुलर ओपिनियन भन्न गइरहेको छु म ब्रो. अब तिमीहरू कतिजना तिमी एरेनमा होला, कतिजना चाहिँ तिमी I forgot this beard जिकमा होला होइन. I like Zeke also होइन. A lot of like, but I think Eren Yeager was kind of justified जस्तो लाग्छ मलाई होइन. Eren Yeager was justified though. And Zeke has his own values होइन. And Zeke was also kind of okay what he represented through and through है. तर classroom elite चाहिँ I think it's gonna be one of those classics होइन, that you will recommend to someone who is like starting out in anime and stuff के होइन. And it's like 100% justified के because they will not regret that kind of shit के bro होइन. If like अब तिमीलाई चाहिँ slow paced अलिकति heavy action type shit bang type shit होइन, तर if you want good story plot पनि होइन, then Attack of Titans will like Shingeki no Kyojin will deliver in all aspects. अर्को कुन थियो यार, मैले एट्याक अफ टाइटन्स पछाडि चाहिँ मैले हेर्न खोजेको चाहिँ एउटा काबेनेरी फोर्ट्रेस समथिङ टाइपको हेर्न खोजेको थिएँ होइन यार. त्यही हो. Surprisingly, I have not watched any Ghibli movies, bro. Many of you are gonna be pissed, bro. Ghibli movies, here is anything like fuck you, bro. So, let me justify the reason why I haven't watched Ghibli. There is an artist, there is a mangaka called Shinkai. So I forgot the full name. But Shinkai animations are like Kimi no Namae. I wanna eat your pancreas. Kimi no Namae. This was like Kimi no Namae. So it's got it. स्पोर्ट्स एनिमीहरू खासै रिलिज भइरहेको छैन जस्तो लागिरहेछ कि अहिले. हाइक्यू आउने कुरा थियो, मैले हाइक्यूको डम्स्टर फायर हेरेँ, त्यस पछाडि खै कहिले आउँछ हो हाइक्यूको चाहिँ. माङ्गा त अगाडि धेरै परेर, माङ्गाको त भल्युमहरू त छ, अब खै एडाप्ट गर्छ कि नै. तर ब्रो अर्को कुरा चाहिँ म के गर्न आँटेको होइन, मैले ठ्याक्क ठाउँ चाहिँ ब्लड हेरिरहेको थिएँ ब्रो होइन. पेरटले राम्रो डेलिभर गरिरहेको छ यार ब्रो. स्ट्रियो पेरटले राम्रो डेलिभर गरिरहेको छ कि अहिलेको एनिमेसनसँग कमिटमेन्ट गरिरहेको छ. त्यसमाथि जुन पुरानो ब्लिच बेस छ नि त्यसमा पनि पुरा हाइलाइट गरेर दिइरहेछ कि ब्रो. अनि मलाई चाहिँ त्यो चाहिँ बल लाग्यो कि लाइक त्यो जुन पुरानो ब्लिचको त आइकोनिक सङ नि हो. आई थिङ्क ब्लिच बट फेसिनेटेड एनिमी के. एनिमी लास्टै निज थियो अनि नर्डिक टाइपको थियो नि त एनिमे. लाइक कार्टुनै भन्छ अहिले पनि. पिपल आर नट लाइक अवेर अफ लाइक वाट्स एनिमे एन्ड वाट्स लाइक निन्जा हतोरी होइन. त्यो चाहिँ कार्टुन हेर्छ. तर ब्लिच वाज द्याट एनिमे द्याट इन्ट्रोड्युस लाइक फेसन. अब यो चाहिँ प्रपरली एनिमे हो भनेर के होइन. ड्रागन बल वाज देयर होइन, तर ब्लिच वाज लाइक स्टेप हेर्दै म उताबाट जानु पर्ने होइन. ठिकै छ, यहाँबाट जान्छु म. कहाँ अब जाँदैछु म. अरू भनेर गाइस के छ खबर. मैले तलबाट खिचिरहेको हुन्थ्यो कि ट्याकको सुरुमा. एङ्कल सर राम्रो देखिरहेको हुँदैन थियो. तर आम लर्निङ टु लाइक अब यस्तो खिच्छु म ब्रो. Shit. त्यो पुचेले हेरिरहेको यसरी हँसाउँछ भने. तर नि गाइस अहिले अगाडिसम्म त्यस पछाडि ब्लग पनि गर्छु म. बुझाउ गाइस, त्यही हो कुरो. अरू भन. हेलो गाइस, थाक्यो म बन्द गर्छु.